त कलाकार होस्, कलाकारिता नै गरेर बस। यो देशको बारेमा बोल्ने, राजनीति गर्ने काम चाहिँ नगर है। त कलाकारितै गरेर बस्ने फेरि त्यहाँ, देशको बारेमा नबोल्ने फेरि त्यहाँ, राजनीति सम्बन्धी नबोल्ने फेरि त्यहाँ अरे क्या मलाई हाम्रो अहिलेका के भन्छ अरे भाइरल पार्टी राष्ट्रपाका केही अराजक तत्त्वहरूले भनिबक्सेको है मलाई है। होइन यो यिनीहरूको यो अराजक पार्टीको स्वतन्त्र पार्टीको हुनेवाला फेसबुकै प्रधानमन्त्री पहिलाको अब हुनुभयो भने चाहिँ देशको प्रधानमन्त्री होइन। उहाँ चाहिँ के आमाको गर्भमै फुत्तै प्रधानमन्त्री भएर निस्किनु भएको रहेछ के रहेछ, जन्मिँदैखेर प्रधानमन्त्री हुनुहुँदो रहेछ के रहेछ गाइज, यो मलाई बुझाइदिनु पर्यो यार। उहाँको गीत त हामीले नहेरे होइन, बाटा बाटामा ऱ्याप हाने हामीले नहेरे होइन, ऱ्याप हाने के त्यो ब्याटल भिडाइ के भन्छन् त्यसलाई म त जान्दिनँ है, वाटेबाट जेसुकै होस्। अनि यिनीहरूको हुनेवाला प्रधानमन्त्री चाहिँ खास के गर्वमै प्रधानमन्त्री भएर फुत्तै निस्किनु भएको रहेछ के रहेछ, यो चाहिँ मलाई बुझाइदिनु पर्यो हौ। हामी कलाकारले देशको बारेमा नबोल्नु रे, राजनीतिको बारेमा नबोल्नु रे, राजनीति नगर्नु रे होइन, त्यस्तो रे नि त। मलाई अर्डर दिनुभयो यहाँ कमेन्टमा, हेर्नु त नपत्याए थोरै अर्डर देखानु मलाई। स्वतन्त्र पार्टीका समर्थकहरू जीवहरूले अर्डर दिनुभयो क्या मलाई। बाँकी ती छाडा भनेको त यिनीहरूको त्यो आइडेन्टिटी जस्तै हो, नेपालको आइडेन्टिटी कार्ड, विद्यार्थीको आइडेन्टिटी कार्ड भने जस्तै यिनीहरूको छाडा भनेको चाहिँ स्वतन्त्र पार्टीका समर्थकहरूको आइडेन्टिटी कार्डै हो। छाडा शब्दहरू चाहिँ होइन लेखेर राख्नुभयो हुन्छ होइन। यो के हो खास यो, लौ न अरू पार्टीका अनि स्पेसली चाहिँ अरू पार्टीका भन्दा पनि नेपाललाई माया गर्ने पार्टीका नेपाल पार्टीका चाहिँ साथीहरूले मलाई भनिदिनु पर्यो यार। कलाकारले अनि अरूहरूले जस्तै डक्टरले त डक्टरी गर, नेता सम्बन्धी नबोल भने हान, फलानालाई त फलाना काम गर्ने मान्छे त्यही गर, यो सम्बन्धी नबोल भने हान, कलाकारलाई त कलाकारै गर, देश सम्बन्धी नबोल, राजनीति सम्बन्धी नबोल भने हान। यिनीहरू हुनेवाला प्रधानमन्त्री चाहिँ गर्वमै प्रधानमन्त्री भएर जन्मेर रहेछन् क्या खास, मैले नबुझेको कुरो यो बुझाइदिनु त मलाई एकदम बुझ्न मन लाग्यो त्यही भएर यो भनेको। उहाँका गीतहरू केहरू हामीले नहेरे होइन है, हामीले नदेखा होइन, देखायौँ कता कसरी गाउनुहुन्थ्यो, के गर्नुहुन्थ्यो भन्ने कुरा हामीले नि हेऱ्यौँ। अझ त्यतिखेर त यो यस्तो भाइरल हुने खालको जमाना थिएन नि त, देखिएन, भाइरल भएन होला, कता अलिअलि छासछुस मात्रै देखियो होला। एनिवेज एउटा कुरा चाहिँ के सम्झाइदिन्छु भने म एकदम शान्त मनले, शान्त दिमागले होइन, देशको बारेमा बोल्नु, राजनीतिको विषयमा चासो राख्नु भनेको चाहिँ नि मेरो मात्रै होइन, तपाईँ हामी सबैको अधिकार मात्रै नभएर कर्तव्यको नै कुरा हो है, यति चाहिँ बुझिदिनुहोस् प्लिज। सुरुमै कलाकारिता होइन क्या, सुरुमै तपाईँ डक्टर पनि होइन ल।